कन्या राशिहरू असार महिनामा मालामाल हुँदैछन्। यी गल्ती गर्दै नगर्नु होला, तपाईको भाग्य चम्किनेछ। आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू नमस्कार। तपाई कन्या राशिमा पर्नुहुन्छ। 2083 साल असार महिनामा कन्या राशि भएका व्यक्तित्वहरूको समग्र ग्रह गोचरको कस्तो फल रहनेछ म प्रस्तुत गर्दैछु र कन्या राशि भएका व्यक्तित्वहरूको मासिक राशिफल कस्तो रहनेछ म प्रस्तुत गर्दैछु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। हाम्रो फेसबुक, युट्युब र टिकटकमा तपाईहरु नयाँ हुनुहुन्छ भने कृपया फलो गर्नु होला। भिडियोलाई धेरै भन्दा धेरै शेयर गर्नु होला, लाइक गर्नु होला। कुनै जिज्ञासा र प्रतिक्रिया छन् भने कमेन्ट बक्समा आफ्ना जिज्ञासा र प्रतिक्रियाहरू राख्नु होला र यो भिडियोलाई धेरै भन्दा धेरै शेयर गर्नु होला र आफ्नो चिना परामर्श गराउन चाहनुहुन्छ भने तल दिएको नम्बरमा WhatsApp, इमो, भाइबर र फोन मार्फत आफ्नो चिना परामर्श गराउन सक्नुहुनेछ। आउनुहोस् भिडियोतर्फ अगाडि बढौं। कन्या राशि भएका व्यक्तिहरूलाई यो असार महिनामा ग्रहका राजा सूर्यदेव मिथुन राशिमा हुनेछन् र मिथुन राशिमा भएका ग्रहका राजा सूर्यदेवको कस्तो फल रहनेछ। कन्या राशि भएका व्यक्तित्वहरूलाई लग्नबाट सूर्यको गोचर 10औं घरमा परेकाले 10औं घर भरेर काम, कार्यक्षेत्र, पिता 10औं घरबाट हेरिने गर्छ र 10औं घरमा ग्रहका राजा सूर्यदेवको कृपाले कन्या राशि भएका व्यक्तित्वहरूले आफूभन्दा ज्येष्ठ व्यक्तित्वहरूको मान सम्मान आदर अनिवार्य रूपमा गर्नुभयो भने सूर्य ग्रह आफै शान्ति हुनेछन् र तपाईको प्रगति अथाह हुनेछ। तपाईको प्रगति अवश्य हुनेछ। कन्या राशि भएका व्यक्तिहरूलाई कुनै नयाँ काम गर्दै हुनुहुन्छ, वैदेशिक विदेश जाने सोचमा हुनुहुन्छ, नयाँ व्यापार व्यवसाय गर्ने सोचमा हुनुहुन्छ, आफ्ना पूर्वज अथवा आफ्ना पितृहरूको पनि आशीर्वाद, आफ्ना पितृहरूको पनि भाग विशेष दिनु होला भने, अथवा तपाईले आफ्ना ज्येष्ठ घरमा रहेका ज्येष्ठ दाइ हुन्, बुवा हुनुहुन्छ, आमा हुनुहुन्छ, दिदी हुनुहुन्छ, बहिनी हुनुहुन्छ, आफूभन्दा ज्येष्ठ व्यक्तित्वहरूबाट चाहिँ सरसल्लाह अनिवार्य रूपमा लिएर चाहिँ कुनै नयाँ काम कार्य गर्नुभयो अथवा तपाईँ बिहान जबमा जाँदै हुनुहुन्छ, काममा जाँदै हुनुहुन्छ, आफ्नो पसलमा जाँदै हुनुहुन्छ भने एकचोटि आफूभन्दा ज्येष्ठ व्यक्तित्वहरू दाइ होस्, भाइ होस्, दाइ होस्, दिदी हुनुहुन्छ, बुवा हुनुहुन्छ, आमा हुनुहुन्छ, एकचोटि उहाँलाई दर्शन अथवा नमस्कार गरेर जानुस्। तपाईको प्रगति अवश्य हुनेछ कन्या राशि भएका व्यक्तिहरूलाई। अब कन्या राशि भएका व्यक्तिहरू चौतर्फी राज गर्नुहुनेछ अथवा कुनै क्षेत्रको नेतृत्व गर्नुपर्नेछ, यात्रा गर्नुहुनेछ। यात्रा दौडधुप अत्याधिक हुनेछ तपाईलाई यो असार महिनामा। दौडधुप अथवा चाहिँ तपाईँ सरकारी पेशामा हुनुहुन्छ, देश विदेशमा हुनुहुन्छ अथवा कुनै प्रोजेक्टमा काम गरिरहनु भएको छ भने तपाईलाई घुमफिर यात्रा र दौडधुप अत्याधिक गर्नुपर्ने अवस्था रहन्छ यो असार महिनामा कन्या राशि भएका व्यक्तित्वहरूलाई। अथवा कुनै कामको नेतृत्व लिनुपर्ने अवस्थाहरू हुन सक्छ, कुनै प्रकारको लिडिङ अथवा चाहिँ लिनुपर्ने अवस्थाहरू हुन सक्छ, सम्पूर्ण बोझ आफ्नो टाउकोमा लिनुपर्ने अवस्थाहरू सृजना हुन सक्छ यो असार महिनामा कन्या राशि भएका व्यक्तिहरूलाई। अब बुधादित्य नामक राजयोग 11 गतेसम्म परेको छ। यो बुधादित्य नामक राजयोगले तपाईलाई सरकारी पेशामा अथवा तपाईँ लोकसेवाको तयारी गरिरहनु भएको छ अथवा सरकारी जागिरको प्रोसेस गरिरहनु भएको छ भने पनि कन्या राशि भएका व्यक्तिहरूलाई यो असार 11 गतेसम्म तपाईलाई सरकारी जागिर हुने सम्भावना प्रबल देखिन्छ कन्या राशि भएका व्यक्तित्वहरूलाई। अब सूर्यको सप्तम दृष्टि चतुर्थ घरमा परेकाले चतुर्थ घर सुख, वाहन, गाडी, जग्गा, जमिन, भूमि, वाहन, सुख, शैल, सम्पत्ति चतुर्थ घरबाट हेरिन्छ र चतुर्थ घरमा सूर्यको कृपाले अलिकति आमाको स्वास्थ्यसँग सम्बन्धित समस्याहरू आउन सक्छ। खुन ब्लडमा कुनै प्रकारको प्रेसरहरू हाई हुने समस्याहरू हुन सक्छ कन्या राशि भएका व्यक्तित्वहरूलाई। अब चतुर्थ घरमा सुखमा अलिकति कमी आउन सक्छ किनकि सूर्य ग्रह अशुभ ग्रह, ग्रहमण्डलमा चाहिँ ग्रहहरूमा चाहिँ सूर्य ग्रहलाई पनि अशुभ ग्रह मानिन्छ। त्यसैले पनि अलिकति जग्गा, जमिन, गाडी, वाहन यस्ता कारोबारहरू पनि तपाईले नगरेकै राम्रो हुनेछ कन्या राशि भएका व्यक्तित्वहरूलाई। अब कन्या राशि भएका व्यक्तिहरूलाई असार महिनामा मंगल ग्रहको कस्तो गोचर रहने। हुन त सूर्य ग्रहलाई चाहिँ मैले भनिहालेँ उपाय तपाईलाई के गर्ने भन्ने कुरा चाहिँ। अब मंगल ग्रहको प्रभाव कस्तो रहनेछ असार महिनामा कन्या राशि भएका व्यक्तित्वहरूलाई। कन्या राशि भएका व्यक्तिहरूलाई असार 6 गतेसम्म मंगल ग्रह आफ्नो घरमा मेष राशिमा छन्। मेष राशिको राशि स्वामी मंगल हुन्छन्। मंगल आफ्नो घरमा छन्
र आफ्नो घरको मङ्गल अत्यन्त बलवान हुने गर्छन् र लग्नबाट असार 6 गतेसम्म मङ्गलको गोचर 8औं घरमा परेकाले 8औं घर मोक्ष आयु अथवा चाहिँ तपाईलाई लस 8औं घरबाट हेरिने गर्छ अथवा 8औं घरको मङ्गलले तपाईको पारिवारिक जीवनमा श्रीमान र श्रीमतीको बीचमा कुनै प्रकारको खटपटहरू आउन सक्छ। सकेसम्म भनौँ न चाहिँ दाइहरूले हुनुहुन्छ, कोही हुनुहुन्छ अथवा बाहिर केही साथीहरू बनाउनु भएको छ, बाहिर मन नडुलाउनु होला। दिदीबहिनी हुनुहुन्छ, धेरै भनौँ न चाहिँ प्रेमको चक्करमा नपर्नु होला। तपाईको सम्बन्धमा कुनै न कुनै खटपटहरू आउन सक्छ, किनकि मङ्गल आफ्नै घरका छन्। लग्नबाट मङ्गलको 8औं स्थान भनेर चाहिँ माङ्गलिक दोष र विवाह बिग्रिने, कुनै प्रकारको समस्या, पारिवारिक जीवनमा, प्रेम जीवनमा कलह, झै झगडाहरू हुन सक्छ। कन्या राशि भएका व्यक्तित्वहरूलाई कुनै नयाँ काम गर्नु पूर्व हनुमानको मन्त्र, भगवान गणेशलाई सम्झिएर कुनै नयाँ काम कार्य गर्नु भयो भने कन्या राशि भएका व्यक्तिहरूको आय, आम्दानी, इन्कम सोर्स अत्याधिक धेरै हुनेछ। कन्या राशि भएका व्यक्तित्वहरूको अब मङ्गलको सप्तम दृष्टि बाँडीको घरमा बोल्दा चाल्दा विशेष केयर हुनुला, बोल्दा झगडा हुन सक्छ अथवा तपाईको बोलीमा चाहिँ व्यक्तिहरू पनि तर्सिन सक्छन्। आफ्नो बोलीलाई विशेष कन्ट्रोल गर्नु होला कन्या राशि भएका व्यक्तित्वहरूले। अब मङ्गलको 8औं दृष्टि 6औं भावमा तेस्रो घरमा परेकाले तेस्रो घर भाइ बहिनीसँगको सम्बन्ध अत्यन्त राम्रो हुनेछ। भाइ बहिनीसँग अलिकति कुनै झै झगडाहरू त होला, तर सम्बन्धका कुरा गर्दा चाहिँ भाइ बहिनीसँगको सम्बन्ध अत्यन्त प्रगाढ हुने सम्भावना देखिन्छ। कन्या राशि भएका व्यक्तित्वहरूले तपाईँ मेहनती व्यक्ति बन्दै हुनुहुन्छ। तपाईँले ताकेका कामहरू, सोच्नु भएका कामहरू सफल बन्नेछन् यो असार महिनामा कन्या राशि भएका व्यक्तित्वहरूलाई। अब असार 7 गते भन्दा पछाडि मङ्गल ग्रह वृष राशिमा प्रवेश गर्दैछन् र मङ्गल ग्रह वृष राशिमा प्रवेश गर्दा लग्नबाट मङ्गलको गोचर भाग्य स्थान 9औं घरमा परेकाले धर्म कर्मतिर मन नजान सक्छ। मनमा नास्तिक, भगवान प्रति आस्था नजाग्न सक्छ, तीर्थव्रतहरू नहुन सक्छन्, केही कामहरू बिग्रिन सक्छन् र आफ्नो कर्ममा विश्वास गर्नुहुन्छ होला अथवा भगवान यस्तो यो काममा विश्वास गर्दा चाहिँ के राम्रो हुन्छ भन्ने मनोभावहरू उठ्न सक्छन् कन्या राशि भएका व्यक्तित्वहरूलाई चाहिँ। अथवा भगवान सहित तपाईँ आफ्नो काममा अगाडि बढ्नु भयो भने तपाईँ सफल पक्कै पनि बन्नुहुनेछ कन्या राशि भएका व्यक्तित्वहरूलाई। अब मङ्गलको 4औं दृष्टि 12औं घरमा परेकाले आरोप प्रत्यारोप, मुद्दा मामिलाबाट उन्मुक्ति प्राप्ति गर्नुहुनेछ। 1 2 3 4 र चाहिँ मङ्गलको 7औं दृष्टि पराक्रमी, तपाईँ मेहनती व्यक्ति बन्दै हुनुहुन्छ। मेहनत पराक्रम तपाईँ अत्याधिक गर्नुहुनेछ। गरेका कामहरू सफल, भाइ बहिनी घर परिवारसँग सम्बन्ध पनि अत्यन्त राम्रो हुनेछ। मङ्गलको 8औं दृष्टि चतुर्थ सुख, अलिकति सुखमा कमी आउन सक्छ। आमाको स्वास्थ्यसँग सम्बन्धित समस्या आउन सक्छ। जग्गा जमिन खरिद बिक्री गर्ने सोचमा हुनुहुन्छ। गाडी वाहन किन्ने सोचमा हुनुहुन्छ। घोडा साधनहरू किन्ने सोचमा हुनुहुन्छ। तपाईहरुलाई अत्यन्त राम्रो समय चलिरहेको छ। गाडी वाहन जग्गा जमिन कुनै खरिद बिक्री गर्दा पनि तपाईलाई धेरै राम्रो हुनेछ कन्या राशि भएका व्यक्तित्वहरूको लागि। अब कन्या राशि भएका व्यक्तिहरूलाई बुधको गोचर कस्तो रहनेछ? लग्नबाट बुधको गोचर असार 11 गतेसम्म बुध मिथुन आफ्नो घरमा छन्। मिथुन राशिका राशि स्वामी बुध हुने गर्दछन्। बुध ग्रह आफ्नो घरमा छन्, बलवान छन्। भद्र नामक राजयोग परिरहन्छ। सँगसँगै बुधादित्य नामक राजयोग। लग्नबाट बुधको गोचर कर्म भावमा परेकाले बुध तपाईको शेयर मार्केट, आइपिओ, जुवा, तास, सट्टेबाज यसमा पनि तपाईले सफल बन्नुहुनेछ। तपाईको आइपिओ शेयर मार्केट पनि अत्यन्त राम्रो आय आम्दानी गर्नुहुनेछ भने अथवा आफ्नो मधुर भाष्य बन्नुहुनेछ। तपाई मिठो बोल्नुभयो, तपाईको काम कारोबार व्यापार व्यवसायमा भने ग्राहकहरू पनि अत्यन्त राम्रो रेस्पोन्स आउनेछ। आफ्नो वाणीको प्रभावले तपाई टिचिङ पेशामा हुनुहुन्छ, शिक्षा लिने दिने काम गर्नुहुन्छ भने तपाईलाई टिचिङ पेशा पनि, स्टेसनरीसँग सम्बन्धित बिजनेस गर्नुहुन्छ, तपाईले शिक्षासँग सम्बन्धित कुनै काम गरिरहनु भयो, कन्सल्टेन्सीहरू बनाउनु भएको छ, कुनै इन्स्टिट्युटहरू बनाउनु भएको छ, यसमा पनि तपाईलाई चाहिँ आय आम्दानी राम्रो हुनेछ। राम्रो काम कार्य क्षेत्रमा रेस्पोन्स पाउनुहुनेछ कन्या राशि भएका व्यक्तित्वहरूलाई। अब बुधको सप्तम दृष्टि कर्म भाव चतुर्थ घरमा परेकाले तपाईँ सुखी व्यक्ति बन्नुहुनेछ। गाडी वाहन जग्गा जमिन सबैबाट चाहिँ लाभ प्राप्ति हुनेछ र आफ्नो बाणी बोली हरेक पद प्रतिष्ठा पनि प्राप्ति गर्नुहुनेछ कन्या राशि भएका व्यक्तिहरूले, किनकि कन्या राशिको राशि स्वामी बुधै हुने गर्दछ। अब कन्या राशि भएका व्यक्तित्वहरूलाई असार 12 गते भन्दा पछाडि बुध ग्रह कर्कट राशिमा प्रवेश गर्दैछन्। बुध ग्रह कर्कट राशिमा प्रवेश गरिसकेपछि कर्कट राशिको राशि स्वामी चन्द्रमा हुन्छन्, किनकि बुधको शत्रु ग्रह नै भनेको चन्द्रमा हुन्। चन्द्रमाको घरमा बुध गएपछि बुध कमजोर हुने गर्छन्। त्यसैले गर्दा चाहिँ तीनटा ग्रहको युति बन्छ। बृहस्पति, शुक्र र बुध आय घरमा परेकाले तपाईको
12 गते भन्दा पछाडि तपाईँको आय इन्कम सोर्स केही कम हुन सक्छ अथवा आफ्नो बाणीको प्रभावले आएका ग्राहकहरू पनि तपाईँकोबाट भाग्न सक्छन् अथवा केही तपाईँका कुनै प्रोजेक्टहरू छन् अथवा चाहिँ प्रोजेक्टहरू पनि तपाईँको चाहिँ अथवा आइसकेको मुखमै आएको प्रोजेक्टहरू पनि चाहिँ गुम्न सक्ने सम्भावना देख्दैछु यो असार 12 गतेसम्म। असार 12 गते भन्दा पछाडि कन्या राशि भएका व्यक्तित्वहरूलाई अब बुधको सप्तम दृष्टि 5औं घरमा परेकाले तपाईँको पढाइमा पनि कुनै प्रकारको समस्या, पढाइ बिग्रिन सक्छ विद्यार्थीहरूको लागि चाहिँ, अथवा आमाहरूको लागि सन्तानबाट सुख प्राप्ति नहुन पनि सक्छ असार 12 गते भन्दा पछाडि कन्या राशि भएका व्यक्तित्वहरूको लागि। अब कन्या राशि भएका व्यक्तिहरूले असार 20 गते भन्दा पछाडि फेरि बुध ग्रह मार्गी पश्चिममा अस्त हुँदैछन्। पश्चिममा अस्त हुँदा बित्तिकै बुध एक स्टेप तल झर्ने गर्छन्। फेरि बुधादित्य नामक राजयोग पर्छ र कर्म भावमा तपाईँले चौतर्फी राज गर्नुहुनेछ। सरकारी जागिरको प्लानिङ, सरकारी प्रोसेसहरू सफल बन्नेछन्। लोकसेवाको तयारी गरिरहनु भएको छ, विदेश जाने सोचमा हुनुहुन्छ, विदेशमा ख्याति प्राप्त गर्नुहुनेछ, विदेशमा राम्रो काम प्राप्त गर्नुहुनेछ, सँगसँगै सरकारी जागिर पनि तपाईँलाई प्राप्ति हुनेछ कन्या राशि भएका व्यक्तित्वहरूलाई। अब यो असार महिनामा कन्या राशि भएका व्यक्तिलाई शुक्रको प्रभाव कस्तो रहनेछ? शुक्र लग्नबाट कर्कट राशिमा शुक्र ग्रह अहिले हुनुहुन्छ र 19 गतेसम्म 18 गतेसम्म शुक्र लग्नबाट आए घरमा बृहस्पति र शुक्रको युति बन्छ। तपाईँको बृहस्पति र शुक्रको युतिले चाहिँ तपाईँको आय, आम्दानी, इन्कम सोर्स अत्यन्त राम्रो हुनेछ। अथवा तपाईँ कुनै फिल्म क्षेत्रमा हुनुहुन्छ अथवा कुनै मोडलिङ सेक्टरमा हुनुहुन्छ, कला गला क्षेत्र, सङ्गीत क्षेत्रमा हुनुहुन्छ, गीत गाउनुहुन्छ अथवा कुनै फेसन डिजाइनिङ गर्नुहुन्छ तपाईँले, अथवा तपाईँ कुनै कस्मेटिकसँग सम्बन्धित काम गर्नुहुन्छ, फेन्सी स्टोरहरू खोल्नु भएको छ, यसमा तपाईँको धेरै राम्रो हुनेछ भने। र शुक्रको सप्तम दृष्टि 18 गतेसम्म 5औं घरमा परेकाले पनि तपाईँले हरेक तपाईँको पढाइ, हरेक काम कार्य क्षेत्रमा चाहिँ तपाईँले चाहिँ आर्ट्स अथवा फिल्म सेक्टरमा चाहिँ तपाईँले सफलता प्राप्त गर्नुहुनेछ भने। र 20 गते 18 गते भन्दा 19 गते भन्दा पछाडि शुक्र र केतुको युति, किनकि सूर्यको घरमा चाहिँ सूर्यको घरमा शुक्र गएपछि शुक्र कमजोर हुने गर्छन्, शुक्र पीडित हुने गर्छन् र शुक्र 12औं स्थानमा शुक्र ग्रहण पनि दोष परेकाले चाहिँ अलिकति तपाईँको पारिवारिक दाम्पत्य जीवन, पति पत्नी, श्रीमान श्रीमती बीच कुनै प्रकारको खटपटहरू, आरोप प्रत्यारोपहरू, सम्बन्ध विच्छेदहरू हुने सम्भावनाहरू पनि आउन सक्छ कन्या राशि भएका व्यक्तिहरूलाई। अब शुक्रको सप्तम दृष्टि 6औं भावमा परेकाले दुश्मनहरू लाग्न सक्छन्, दुश्मनहरूसँग हार हुन सक्छ, दुश्मनहरूले बाटो ब्लक गर्न सक्छन्, तपाईँलाई दुःख दिन सक्छन् तपाईँका दुश्मनहरूले कन्या राशि भएका व्यक्तित्वहरूलाई। अब ऋण लाग्न सक्छ अथवा केही जग्गा जमिन घोडा वाहन किन्दाखेरि केही ऋण लाग्न सक्ने सम्भावनाहरू पनि आउन सक्छ कन्या राशि। सकेसम्म यो गाडी वाहन जग्गा जमिन लग्जरियस केही गर्दै हुनुहुन्छ भने पनि, सकेसम्म कपडा केही काम गर्दै हुनुहुन्छ, कपडा किन्दै हुनुहुन्छ, नयाँ सपिङ गर्दै हुनुहुन्छ, असार 19 गते भन्दा पछाडि तपाईँले चाहिँ नयाँ सपिङहरू नगर्दै राम्रो हुनेछ कन्या राशि भएका व्यक्तित्वहरूलाई चाहिँ। अब कन्या राशि भएका व्यक्तिहरूलाई समग्र ग्रह गोचर हेर्दा तपाईँको लक्की नम्बर रहन्छ 3 नम्बर, तपाईँको शुभ दिशा रहन्छ पश्चिम। पश्चिम दिशातिर कुनै नयाँ काम कार्यहरू गर्नुभयो भने तपाईँलाई धेरै राम्रो हुनेछ भने तपाईँको इष्टदेव हुनुहुन्छ भगवान लक्ष्मीनारायण, भगवान गणेशको पूजा गर्नाले पनि तपाईँका हरेक कामहरू सफल बन्नेछन् भने तपाईँको शुभ रङ रहन्छ गाढा पहेँलो रङ धारण गर्नुहोला, तपाईँलाई धेरै राम्रो हुनेछ। हर्ष, कन्या राशि भएका व्यक्तिले भिडियोलाई धेरैभन्दा धेरै सेयर गर्नुहोला। तपाईँको कुनै जिज्ञासा प्रतिक्रिया छ भने कमेन्ट बक्समा राख्नुहोला। आफ्नो चिना परामर्श गराउन चाहनुहुन्छ भने तल दिएको नम्बरमा सम्पर्क गरी व्हाट्सएप, इमो, भाइबर र फोन मार्फत आफ्नो चिना परामर्श गराउन सक्नुहुनेछ। सम्पूर्ण दर्शक महानुभावहरू नमो नमः। ओम नमः शिवाय, जय माता कालिका, ओम नमः पार्वतीवतै, हर हर महादेव शम्भो।